सम्पूर्ण नमस्कार। सुनौलो न्युज.com को विशेष प्रस्तुतिमा म आज खास गरी नेपालमा अत्यन्तै महत्त्वका साथ हेरिएको एउटा जुन विषयवस्तु छ त्यो विषयवस्तुलाई चिरफार र यसको खास भित्री र आन्तरिक कुरा के छ यो विषयमा चाहिँ जानकारी लिनका लागि भनेर आएका छौँ। र त्यो आन्तरिक विषयवस्तु के थियो भन्ने रहन सक्ला र यो विषयवस्तु रहनेछ पक्कै पनि अहिले भर्खरै नेपाल सरकार र इजरायल सरकार बीच एउटा सम्झौता भइसकेको छ, जसले चाहिँ नेपालबाट डाइरेक्टली इजरायल चाहिँ नेपाली कामदारहरू लैजाने भन्ने विषयवस्तुमा एउटा चाहिँ सामान्य कुराकानी भइरहेको छ। यो हामीले पनि बुझेका छौँ। तपाईँले विभिन्न सामाजिक सञ्जालमा पनि यो विषयवस्तु हेरिरहनु भएको छ होला, देख्नु पनि भएको छ। खास गरी यो विषयवस्तु के हो, अथवा इजरायल चाहिँ साँच्चै कि वैधानिक तरिकाबाट इजरायल नेपालीहरू जानको लागि सम्भव छ कि छैन, अथवा चाहिँ सकिन्छ भने यदि कुन प्रक्रियाबाट जान सकिन्छ, आम मान्छेको आजको चासोको विषयवस्तु यही रहेको छ। र यही विषयवस्तुलाई चिरफार गर्नको लागि आज मसँग हुनुहुन्छ सिसिआई बुटोलका सञ्चालक एमडी सामाजिक व्यक्तित्व हुनुहुन्छ आदरणीय राजु थापा सर मसँग हुनुहुन्छ। राजु सरलाई हाम्रो यो कार्यक्रममा चाहिँ हार्दिक स्वागत गर्न चाहन्छौँ। राजु सर नमस्ते। हजुर राजु सर के चाल खबर? ठिकै छ हजुर। अनि आज अलिकति जाडो विषयवस्तु जाडो छ, यो विषयवस्तु हुँदै गर्दा पनि आज अलिकति हामी यसलाई थोरै केन्द्रमा राखेर कुरा गरौँ भनिरहेको छौँ। जस्तो म तपाईँलाई अघि नै भनिसकेँ, इजरायल जो चाहिँ तपाईँले धेरै लामो समयदेखि नै यो क्षेत्रमा चाहिँ काम गरिराख्नु आउनुभएको छ। यो इजरायल के हो, अहिले चाहिँ के चाहिँ सरकार पक्षबाटै चाहिँ नेपालीहरू के त्यहाँ जानको लागि सम्भव छ कि छैन, अथवा यसको अनि आम जनताको चाहिँ एउटा जुन चाहिँ चाहना एउटा प्रश्न गरिराख्नु भएको छ, सामान्य जनताले पनि बुझ्न सक्ने अवस्थामा चाहिँ सर के हो, इजरायल जान नेपालीहरू सक्छन् कि सक्ने विषयमा सर बताइदिनुहोस् न। सम्पूर्णमा नमस्ते। म राजु थापा सिसिआई बुटोल र सिसिआई मणिग्रामबाट। र विगतमा अहिले पछिल्लो समय चाहिँ जुन एउटा आकर्षक कमाइको गन्तव्य इजरायलमा धेरै नेपालीको कामदारहरू चाहिँ जुन त्यहाँ माग भएको आएको हुनाले र धेरैको मनमा के छ भने हामी धेरैजनाले हामी इजरायल जान सक्छौँ कि नै, त्यसमा के टाइपको रुल्सहरू छ, नेपाल सरकारले साँच्चै नै खोलेको हो त, सबै अन्यलमा हुनुहुन्छ। र सायद यो अहिले हाम्रो विगत 3 वर्ष हुन थाल्यो, मोटामोटी 3 वर्ष अगाडिदेखि नै जिपिजी सिस्टमबाट जुन नेपाली कामदारहरू लाने एउटा सहमति भएको छ र त्यही सहमति अनुसार पुरानो कामदारहरू जुनमा लिस्टमा पर्नु भएको थियो उहाँहरूको चाहिँ जुन जाने प्रक्रिया लगभग सकिसक्नु भएको छ उहाँहरू। र उहाँ सकिने बित्तिकै फेरि सरकारले फेरि पनि जस्तै पहिला चाहिँ केयर गिभरमा मात्रै पठाउने भन्ने थियो, तर अहिले चाहिँ जुन होम केयरको लागि पनि जान सक्नुहुनेछ, त्यस्तै प्रकारले एग्रिकल्चर फिल्डमा पनि गरिरहेछ। र प्लस तपाईँको केयर गिभरको फिल्डमा पनि तपाईँको फेरि पनि धेरै सङ्ख्यामा चाहिँ नेपाली कामदार जाने चाहिँ नेपाल सरकारको निर्णय अन्तिम चरणमा पुगेको हुनाले कोही कसैलाई भनेको अहिले पनि नेपालीहरू चाहेको खण्डमा चाहिँ तपाईँको